पहिलेको पुरानो बाटो यता, अहिले यताबाट हिँड्छन् मान्छे। यतापट्टि बिकेनको घर छ है। अनि हो यहाँ हेरौँ ल कता बनेको छ ग्राउन्ड कहाँ भन्दाखेरि काकी नझर्नु भएको तल त्यो बाटो छ अप्ठ्यारो ल ल कता छ भने ल हेर त्यो त्यहाँनिर नि लाउरे बाजेको घर भइहाल्यो कान्छा लाउरे बाजेको कहाँ फेरि हेर है यहाँ माथि कप्तान अङ्कलको घर त्यहाँ पहिले धरङ्गा घर थियो अब रह्यो कुरा ग्राउन्ड उहाँ तल छ हेर कत्रो ग्राउन्ड छ भने एकदम ठुलो छ ग्राउन्ड म पनि फर्स्ट टाइम आइरहेको छु ल यो विष्णुमा काकीको घर याद गर्ने विष्णुमा काकीको घरदेखि टक्क खोला चाहिँ ए फुटबल ग्राउन्ड चाहिँ यहाँ छ ल फुटबल ग्राउन्ड चाहिँ कत्रो रहेछ भन्दाखेरि त यो त धेरै ठुलो खनेको रहेछ यार फुटबल ग्राउन्ड त धेरै ठुलो खनेको रहेछ त ल हेर्नुहोस् यहाँ उता गए ल हेर ऊ त्यो त्यहाँबाट रोडले पनि लिएको रहेछ ल मान्छेले बुझ्दैनन् रोड पनि आयो यहाँ ग्राउन्ड आइसक्यो बाटो रहेछ ल हेर यत्रो छ ल ग्राउन्ड त प्लेनै बस्छ क्या यार कत्रो ठुलो ग्राउन्ड बनाएको छन् ग्राउन्ड चाहिँ एकदमै ठुलो बनाएको रहेछ अब कुरा रह्यो यहाँ ग्राउन्डको पानी कता कटाउने भन्ने कुरा हो क्या ग्राउन्ड त ओ माई गड यस्तो ठुलो बनाएको रहेछ ग्राउन्ड ल हेर्नुहोस् ग्राउन्ड त यति ठुलो बनाएको रहेछ ल ठ्याक्क कहाँसम्म बनाएको छ भने लु हेर यहाँदेखि त्यो चिउरीको बोट थियो पहिले चिउरीको बोटदेखि ल यता आयो खोल्सा है खोल्सा अब जग्गाहरू अलि पुरिए जस्तो छ ल ग्राउन्ड चाहिँ यत्रो छ ल हेर्नुहोस् यस्तो छ ल पानी चाहिँ यहाँबाट कटाउने भन्ने कुरा छ के र एकदम लामो रहेछ हेरौँ यहाँदेखि त्यहाँनिर नि सोमराज कान्छाहरूको घर ग्राउन्ड चाहिँ लास्टै ठुलै बनाएको रहेछ ल्याम्ने साइज भने यता पुग्छ ल यो डिलेश्वर दाईको घर सोमराजको घर यसरी बनाएको छ अनि ऊ त्यहाँदेखि पानी चाहिँ यता कटाउने भन्ने कुरा छ रहेछ ल हेर्नुहोस् यस्तो छ ग्राउन्ड चाहिँ अब